हेलो नमस्ते सम्पूर्णमा म फेरि आएको छु नयाँ भ्लगको साथमा नयाँ दिनको साथमा यहाँहरूको समक्ष आजको सुरुवात चाहिँ यसरी नै हुँदैछ मेरो। आजको दिन चाहिँ पानी पर्ला जस्तो पनि छैन, घाम लाग्ला जस्तो पनि छैन, यस्तै ठिकै छ तर रमाइलो छ। यो रहेको छ आजको मौसम झापामा। हजुर कसको फोटो? त्यो राम्रो आउँदैन यसको। भाइको नाम के हो? मिन्छो राई। के हो अरे? मिन्छो राई हो। कतिमा पढ्दैछ भाइ? इबिसीमा पढ्दैछ। यो भने कति हो? त्यो के हो भाइ? त्यो चाहिँ के हो? यो बन्दुक हो। बन्दुक हो? खै गोली छ नि त नि। गोली खै? भाइ मिन्छो यो च्यानलमा सब्सक्राइब गरिदिनु ल भनिदेऊ न। भन्न त छिटो न। यो च्यानलमा सब्सक्राइब गरिदिनु ल भन्न त। मिन्छो खै त म उयो लिन्छु डोजर। खै भन छिटो छिटो। सब्सक्राइब गरिदिनु ल भन न छिटो। के अनि मात्रै ल्याइन्छ न? अब ल्याइदिनु हो। ए नभन्ने सब्सक्राइब गरिदिनु न भनिदेऊ न। सबैलाई सब्सक्राइब गरिदिनु न ल भनिदेऊ न छिटो। भाइ के गरेको त्यो? हो यो चाहिँ हाम्रो घर छेउको भाइ हो है। मिन्छो किला हो। झन्दै नि स्कुल कहिले लाग्छ? भोलि लाग्छ। हुन्छ नि। अहिले चाहिँ ठ्याक्कै कृपा फार्मेसी अगाडि नै हो। डक्टरलाई भेट्न भनेर हतार गरेर आएको। 10 मिनट ढिलो भएर डक्टर नै गइदियो। फेरि भरे 3-4 घन्टा पर्खेर अब जानुपर्ने अवस्था यस्तै रहेछ फेरि। हाई यता हेरिदेऊ न। ओइ एयरफोन लाएर केही त सुन्दैन। यता फुपू यता भदैनी। साथीहरू बाहिरको दृश्य चाहिँ यस्तो छ। यति बेला पानी पर्न खोजिरहेको छ। अहिले हेर्न सक्नुहुन्छ। यो चाहिँ अहिले नयाँ बाटो बनाउने तयारीमा हुँदैछ। म चाहिँ आउनु चाहिँ 1 बजे नै आएको। अलिकति 10-15 मिनट ढिलो भएको। डक्टर हिँडिहाल्नु भएछ। अनि अब 5 बजे मात्रै आउनुहुन्थ्यो। 5 बजेसम्म वेट गर्नै पऱ्यो। त्यो टाढा देखाइसकेपछि त्यही भएर यत्तिकै अल्छी लागेको छ। कहिले 5 बज्छ भइसक्यो। मौसम चाहिँ त्यो साह्रो गर्मी चाहिँ छैन। त्यो चाहिँ हो अलिकति प्लस पोइन्ट भनेको। यति नै छ। मेरो बच्चा चाहिँ नर्मली भन्नुपर्दा फेरि निको भइसकेको छ। त्यही पनि एकपल्ट फलोअपको लागि हस्पिटल गएको। 2 दिन पछि आउनु भन्नुभएको थियो। एकपल्ट हेर्नलाई फेरि के कस्तो हुन्छ। त्यही भएर चाहिँ मैले फेरि फलोअपको लागि मेरो बच्चालाई लिएर आएको डक्टरलाई भेट्नलाई। तर डक्टर चाहिँ कोही सुन्दैन। तर भरे आउनुहुन्छ फेरि। साथीहरू के गर्नु यस्तै छ। बच्चा बोक्छु हस्पिटल आयो। बच्चा बिमारी हुन्छ। त्यसरी नै दिन बितिरहेको छ मेरो त। आज चाहिँ खासमा त्यस्तो कुराहरू केही छैन। सिर्फ आज चाहिँ मेडिकल मात्रै आइयो होइन। यताउति गऱ्यो। अब डक्टरको पर्खाइमा आयो। यत्तिकै यसरी नै भित्रै बसिरहेको छौँ हामी चाहिँ। म र मेरो बहिनी आएको नानी लिएर। यो चाहिँ रहेको छ कृपा फार्मेसीको फुलबारी। हेर्नुहोस् त साथीहरू कति राम्रोसँग राखेको जमावानभित्र। तपाईँहरूलाई पनि केही समस्या छ भने आइदिनु होला कृपा फार्मेसीमा। राम्रो सर्भिस छ। कस्तो मजाले देखेको यहाँ हुनुहुन्छ मेरो मम्मी।
भनौँ भनौँ मलाई जन्म दिने मम्मी यता हेलो यता परिचय दिउँ न केही हुँदैन युट्युबमा अनि यता चाहिँ ऊ कोही भिडियो खिच्न पाउँदैन होइन तपाईँको नाम के होला भनिदिनु न छोटो परिचय आएर भागेको बोल्नु भएन हेलो तिमी पनि जाऊ छिटो हामी चाहिँ अझै पनि हस्पिटलमै छौँ अहिले चाहिँ कति बज्यो 4 बज्यो होइन 4 बजेको छ अब अझै 1 घन्टा वेट गर्नुपर्छ अनि मात्रै डक्टर आउँछ भनेको छ नानी चाहिँ उयो भन्छ उहाँ चाहिँ मेरो मम्मी हो अनि यता चाहिँ तपाईँको परिचय दिनुहोस् साथीहरू अब चाहिँ डक्टर पनि आउनुभयो अब चाहिँ हाम्रो घर जाने बेला भयो त्यसैले अब सबै कुरा राम्रै छ भन्नुभयो राम्रै भयो ल अब आजको लागि यति नै अर्को भिडियोको लागि म आउने नै छु फेरि पनि अहिलेको लागि चाहिँ हस्त नमस्ते साथीहरू लास्टमा चाहिँ जाँदा चाहिँ के भन्न चाहन्छु भने मन पर्यो भने चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब गरेर जाइदिनु होला हस् त।